सो हे गाइस वेलकम ब्याक टु माई न्यू भिडियो लिएर आइसकेको छु र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। सो आज चाहिँ मैले धेरै पछाडि भ्लग लिएर आएको छु अनि म चाहिँ आज जाँदैछु धान रोप्नलाई। मलाई धान रोप्न आउँदैन नि त अनि हाम्रोतिर खेत नै हुँदैन अनि धान रोपेको छुइनँ नि त अनि मलाई चाहिँ कस्तो रहर लागिरहेको छ क्या धान रोप्नलाई। अनि भाउजूको मम्मीले आज धान रोप्ने हुने अरे अनि म चाहिँ त्यहाँनिर जाँदैछु सिक्नलाई। अनि उता हाम्रोतिर चाहिँ के भन्छ खेत नै हुँदैन अनि खेत पनि तल हुन्छ क्या अनि तल्लो गाउँमा। अनि म चाहिँ जन्मेर यत्रो आजसम्म धान रोपेको थिइनँ नि त अनि म चाहिँ जाँदैछु धान रोप्नलाई। अनि आजको दिन चाहिँ ओपर दामी छ, घाम पनि लागेको छैन अनि शीतल भइरहेको छ, हावाहरू चलिरहेछ। अनि मेरो भाउजूको घर चाहिँ उयो हो अनि पछितिरको चाहिँ मेरो भाउजूको मम्मीको। मलाई चाहिँ क्या कस्तो धान रोप्न सिक्न मनपर्छ नि त, जे पनि गर्नु मनपर्छ अनि धान रोप्नै आउँदैन नि त अनि आज जाँदैछु म चाहिँ धान रोप्नलाई। तर कहाँ हो भाउजूहरूको धान रोप्नु चाहिँ भाउजूहरूले खिच्नु छ अनि भाउजूको मम्मीले चाहिँ पढाउन पठाएको खिच्छ अरे। भाउजू पनि गइसक्नु भएको छैन। खोइ ठिक परिसकेको यता हुनुहुन्छ हाम्रो पाउँछु जुन लु खोइ उयोहरू सलुजा र सागर कहाँ रोप्ने अरे धान चाहिँ कुरी साथीहरू जानुहुने होमवर्क सक्यो के खाएको यो मिठो हुन्छ अनि टरो नि त हुँदो दादा मेरो नानीको लुगा चाहिँ यहाँ रहेछ के हो त्यो असारे सेम त्यस्तै टेस्ट हुँदो रहेछ। गीत गाइदेन छिटो अघि कुन अरे बुढी कुन गीत अरे बुढी भन्ने गीत हो गाइदेन त ल छिटो बुढी भन्ने स्ट्यान्डर्ड जस्तै खोइ के भन्ने यहाँ क्या बुढी हेर्दा स्ट्यान्डर्ड जस्तो छ, बुढा हेर्दा भिखारी जस्तो छ। अनि अरू चाहिँ थाहा छैन अब स्कुल गएर के पढेर आउने त्यही पढेर आउने ए त्यस्तो नि पढाउँदैन अरे स्कुलमा अब भाउजूले त्यहाँ त्यसरी यो चाहिँ के लाग्यो है त्यो दलिरहेछ भाइ हामी चाहिँ जाँदैछौँ धान रोप्नलाई। अनि हजुर चाहिँ यता हुनुहुन्छ मम्मीहरू चाहिँ अलिक भयो कि बिउ चाहिँ कहाँबाट लग्नु भएको रोप्ने भनेको चाहिँ क्या ए उतापट्टि चाहिँ हामी चाहिँ खेत आइपुग्न आँट्यौँ। अनि के भन्छ यहाँ चाहिँ बोल्न सक्ने अवस्था नै थिएन क्या, हावा चलेर कत्रो हावा चलेको केही नबुझिने क्या बोल्दा पनि अनि क्यालेर भइरहेको थियो। अनि के भन्छ अनि पर्तिर रोप्ने मान्छेहरू पनि हुनुहुन्न
अप्ठ्यारो लागिरहेको थियो, त्यही भएर मैले चाहिँ मोडिनँ त्यहाँ चाहिँ। अनि हाम्रो पछि पछि कुकुर नै आएछ। अनि अब चाहिँ हामी बिउ फालेर जान्छौँ। मलाई चाहिँ कस्तो एक्साइटेड भइरहेको थियो क्या, अब फर्स्ट टाइम रोप्न आँटेको नि त। अनि म चाहिँ कहिले खेतमै नै छिरेकै थिइनँ क्या, म खेतमै गएको थिइनँ। अनि फर्स्ट टाइम हो नि त। अनि मलाई चाहिँ भाउजूले नि सिकाउनु हुँदै थियो बिउ फाल्नु भनेर। सिकाउनु होइन, भन्दै हुनुहुन्थ्यो। अनि हाम्रो हुलिया चाहिँ यस्तो छ। अनि हावा चाहिँ मधेसतिरको हावा चाहिँ मान्छे नै उडाउँदो रहेछ, धन्नै मलाई उडाएर लाग्यो खेतबाटै। अनि मेरो भाउजू र मम्मी चाहिँ यता हिँड्दै हुनुहुन्छ। अब चाहिँ हामी घर गएर मेरो चाहिँ नुहाइधुवाइ कार्यक्रम हुन्छ। खुट्टा चिप्लेर यस्तो भइरहेछ सबैमा। हाई हाई, मलाई चाहिँ सबै कामहरू सिक्नु मनपर्छ। अरूले गरेको कामहरू देखेपछि मलाई पनि सिक्नु मन लाग्छ। अनि मैले चाहिँ धान रोप्न पनि सिकिँदै, धान रोप्न मन थियो, धान पनि रोपिँदै। अनि मेरो मामाको क्यामेरा माटो लगाएको थियो, मान्छे भट्टैमा रोपेको थियो। म चाहिँ अहिले सबैजना आफ्नो आफ्नो घर जाँदैछु। अनि मलाई चाहिँ पहिलाबाट नै धान रोप्न मन लाग्थ्यो होला नि त। अरूले रोपेको भिडियोहरू हाल्दाखेरि कस्तो मलाई पनि मन लाग्थ्यो क्या, अब मनले चाहिँ धान रोप्नु पाएँ जस्तो लाग्थ्यो। सो आज चाहिँ त्यो पनि पुरा भयो। अनि म चाहिँ अनि फेरि भाउजूहरू धान रोप्दा नि म चाहिँ धान रोप्न आउँछु फेरि पनि। मलाई चाहिँ कस्तो रमाइलो लाग्छ क्या। अनि अब कहिले रोपेकै थिएन, अनि रोप्दाखेरि अब सुरुमा रोप्दाखेरि कस्तो रमाइलो क्या। अब हाम्रोतिर त कोपीहरू, मटरहरू, आलुहरू त्यस्तै मात्रै रोप्छौँ नि त। अनि धान रोप्ने खेत नै हुँदैन उता। सो अनि कति कोपी आलु मात्रै रोप्नु भनेर आज चाहिँ मैले धान पनि रोपेर आएको छु मैले। अनि अर्को कुरा चाहिँ के भन्छ, अब यस्तै मतलब अब कति कति के गर्न गयो भने पो भ्लग बनाउँदा नि अलिक राम्रो हुन्छ। अनि उयो हुन्छ के भन्छ, अलिक राम्रै हुन्छ जस्तो हुन्छ नि त। अनि अब दिनै घरमै बसेको हुन्छु म। अनि घरमै के भन्छ, अनि घरमै बस्दाखेरि अनि त्यही घरको मात्रै भ्लग धेरै हाल्न पनि अलिक कठिन हुन्छ नि त। त्यही भएर म चाहिँ आज धान रोप्न जाँदा भिडियो बनाएँ। अनि राति धान रोप्नु घरमा धान खाएँ। त्यो घर पनि यसरी बनाउनु हुँदो रहेछ। अनि मैले चाहिँ आज रोपेको तब भाउजूहरू त आलु के भन्छ, आलु बनाउनु चाहिँ आलु लाउनु के भन्यो नि हो। त्यो गर्दा नि म त्यतिखेर नि भ्लग बनाउँछु होला। अनि के गर्दै हुनुहुन्छ? अब चाहिँ म घर पुग्न आँटेँ। मेरो जानु बाँकी चाहिँ अझै यत्रो लामो छ।